यो हप्ता विश्वको सबैभन्दा मोस्ट फलोवर मान्छेलाई अमेरिकाले एरेस्ट गरेर आफ्नो देश फर्काइदिन्छ। केबी लेम टिकटकको सबैभन्दा बढी फलो गरिएको व्यक्ति, जसको टिकटकमा 162.2 मिलियन भन्दा धेरै फलोअरहरू छन्। तर उनलाई पनि आईसी एजेन्टले एरेस्ट गरेर अमेरिकाबाट बाहिर डिपोर्ट गरेको छ। केबी लेम पृथ्वीको सबैभन्दा इन्फ्लुएन्शियल, मल्टिमिलियनियर र पपुलर मान्छेको टप 10 लिस्टमा पर्छन्। यदि अमेरिकाले उनलाई सजिलै एरेस्ट गरेर देशबाट निकाल्न सक्छ भने अरू नर्मल मान्छे त कोही पनि सेफ नै छैन। अरू मान्छेलाई त अमेरिकाले जति बेला पनि एरेस्ट गर्न सक्छ। तर यसपछि वर्ल्डवाइड मिडियाले ट्रम्पको आईसी एजेन्टलाई क्रिटिसाइज गरिसकेपछि आईसीले एउटा अफिसियल स्टेटमेन्ट निकाल्छ, जसमा क्लियरली भनिएको थियो केबी लेम अप्रिल 30 मा अमेरिका प्रस्थान गरिसकेपछि म्याद समाप्त भएपछि रिन्यू नै नगरेर अमेरिकामा बसिरहेका थिए। तर यसमा पनि इन्ट्रेस्टिङ कुरा के हो भने यो न्युजलाई बो लाउडनले खुलासा गरेका थिए। बो लाउडन त्यही मान्छे हुन् जसले ट्रम्पलाई जिताउनको लागि सोशल मिडिया स्ट्राटेजीमा मुख्य भूमिका निभाएका थिए। साथै उनी ट्रम्पको छोरा ब्यारेन ट्रम्पको मिल्ने साथी पनि हुन् र उनले नै यो गोप्य जानकारी अमेरिकन गभर्नमेन्टलाई दिएका थिए र त्यसको केही समयमा नै केबी लेमलाई देशबाट निकाला गरिएको थियो।